होइन प्रधानमन्त्री बालन शाहले हर्क साम्पाङको के बिगार्दिएका रहेछन् र? हर्क साम्पाङले त प्रधानमन्त्री बालन शाहको साह्रै चियो चर्चा गर्न थाले त। भन्दैछन् प्रधानमन्त्री पद निजी होइन। प्रधानमन्त्री बालन शाह मुस्ताङ एक्लै जानुभएको छैन, उहाँ सरकारी सुरक्षासहित जानुभएको छ। प्रधानमन्त्री निजी जानुभएको हो। प्रधानमन्त्री मन परे न मन्त्री परिषद न सांसदलाई जानकारी दिनुभएको छ। उहाँ मुस्ताङ के खान जानुभयो? हावा छैन भने काठमाडौँमै हावा छ। स्याउ खान जानुभएको हो भने यो टाइममा मुस्ताङमा स्याउ पनि फलेको छैन होला। होइन प्रधानमन्त्री के चाहिँ खान जानुभएको हो त्यो उहाँले सदनमा जवाफ दिनुपर्छ भन्दैछन् हर्क साम्पाङ। होइन हर्क साम्पाङले प्रधानमन्त्री बालन शाहको यति साह्रो छियो चर्चा गर्ने कारण के होला? अब त हुँदा हुँदा कतै घुम्न गए पनि के खानुभयो, के लाउनु भयो, के गर्नुभयो, सबै कुरा सदनमा जवाफ दिनुपर्ने भयो। अरूको आरिस गर्न हर्क साम्पाङ जति कसैले नसक्ने भयो। होइन हर्क साम्पाङले बालन शाहको के साह्रो आरिस गरेका हुन्? बालन शाह जहाँसुकै गए पनि अरूलाई चासोको विषय छैन, यिनलाई के को चासोको विषय? कतै गएर के खाउन्, के लाउन्, के गरून्, के नगरून्? हर्क साम्पाङलाई सबै उत्तर चाहिनु पर्ने फेरि।